भ्लगमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो कस्तो नि होइन यो म भिडियोमा हाल्छु जस्तो हामीले बाटोमा यही छोड्दै हामी एक्सिडेन्ट यो एउटा अनि त्यो एउटा त्यहाँ बाटोमा छोड्दै हामी ल जसलाई मन छ लिएर आयो हुन्छ मलाई नल्याए नि हुन्छ म तिमी नल्याएर फरक पर्दैन देख्दैन होला कि त्यसरी हुन्छ कि मोबाइल देख्छ भने हामी गयो चल्दै जसले भेट्टा त्यही लिएर गयो है जसले भेट्टा त्यसले लिएर गयो अरू पनि कसको भाग्य रहेछ 10वटा चुरोट छ 10वटा चिरोट छ भन्दा चाहिँ हामीले छोडिदिनु लाग्यो हामीले छोडिदिनु लाग्यो चुरोट छोडिदिनु लागेन छोडिसक्यो अनि त्यो छोडिदिइसक्यो भनेपछि अब किन लिने भनेर होइन अनि चाहिँ फालेर हिँड्यो हामी फाल्न भन्दा नि होइन कसैलाई दिम खाने मान्छेले दिम भन्ने सोच लियो तर नदिने खाने मान्छेलाई जसले भेट्टाए लयो जसको सक् त्यसको भक्ति एकदम बाटो चाहिँ एकदम हिलो हिलो पनि छ माग डेन्जर पोल्दो रहेछ यार यो कालो उसलाई एकदम पार्क यो चाहिँ भोगल पार्क टिभी लिएर आउनुहोस् त अहिले म भन्छु म पढ्छु एब्सेन्ट गरेर टिभी मात्र भयो भने फेरि मलाई फोन चाहिँदैन चल्दैछ अब कतातिर चल्दै भन्दा खोलातिर फेरि अनि स्कुल गएको थिएँ ट्युसन मात्र गएको थिएँ अनि फेरि फर्किदिएँ ट्युसन गएर त्यही हो अरू त केही छैन अनि म पुलिस चौकी साइडमा छु होइन यहाँ पुलिसहरू ट्याक्क छन् अनि यहाँ चाहिँ गाडीहरू छ पहिला पुरानो यस्तो जलेको टाइपको अब त्यो साथी नै आउँछ भने एउटा साथी हेरौँ अनि त्यहाँदेखि सोचेको एउटा भेट्टाको त्यही एउटा अलि उस धेरै पछि खाएर हो कि के भएर यो फ्लेभर मुखमै आउँछ यार राम्रो छ त्यही भएर खान मन त लाउँछ होइन अनि किन्दा अनि कस्तो किन्छ त्यो थाहै हुन्न त्यही हो अब त्यो कतिखेर आउँछ हेरौँ होइन ठ्याक्क अनि भोलिबाट स्कुल जानुपर्छ रेगुलर पढ्नुपर्छ पढ्यो भने घरकोले गाँड हान्छ केटा मलाई त्यही हो घरको गाली खानुभन्दा होइन केटा अलि हल्का फुल्का यसो टुच्च पढिदियो भने हुन्छ त्यस्तै लाग्छ के मलाई होइन त्यो पनि आफ्नै लागि पढ्यो नपढ्यो नि त्यो कुरा चाहिँ बुझ्नुपर्छ आफूले होइन अनि यता सररा त्यस्तै छ भ्यू मौसमहरू गाह्रो लगेर अहिले त्यो आउँछ के अरे आयो भने आयो नत्र त आउँछु भनेर फोन गर्थ्यो अघि जसै आउँछु म भनिरहेको थियो के अरे अनि अब जाम मैले साबुन नि किनिसकेँ साँच्चा आज त लुगा धुने हो भाइ मैले हेरौँ है म देखाउँछु कस्तो धुँदो रहेछु मैले लुगा अनि त्यस्तो उस्तो ल्याएन अनि धुन मन लाग्दैन खासै अनि एउटा जाङ्गी अनि त्यो भित्र लाउने स्यान्डो के भन्छ अनि एउटा प्यान्ट छ हेरौँ कस्तो धुन्छु त्यो देखिहाल्छु के अरे अहिले भेट्नुपर्छ भुसुडी खेल्नु आइसक्यो दाजु काम गर्दैछ काम गर्नुपर्छ केटा हो बोर्ड हान्नु पर्ने हुन्छ बाजी यसमा बाजी कुटे ढुङ्गा हाल्न बाजी हान्ने तर मेरोमा बाजी हान्ने उठाउनु पर्छ यता ले आइस सानो ढुङ्गा ल भयो ल अब खेल्नुपर्छ पोले गएर रन मात्रै लौडे अब जुरप लाउनु पर्दैन खेल्ने बेलामा यहाँ हाम्रो होटेलमा खानु ट्याक्छ कोही मिठो आँखा पोलेर कता यता पर्दैन अब खेल्नु आइसक्यो हाम्रो माल पानी अब ल उता ऊ
उता उता हेर केटा हो म हराइसकेँ क्यारम बोर्ड खेल्दै त्यो बाबु बिचरा आएर यार मलाई खेल्नै मन लाग्यो त्यही नखेलिकन आइदिएको नि कतिचोटि हार्यो 6 हो कि 7 म्याच हार्यो ए लोडु त्यसलाई खेल्न नआउने भने खेल्न त आउँथ्यो कि रे अब कसरी हारे भुसुडी लास्टमा 1 घन्टा गोटी मैले जरा हान्थेँ नि त त्यही भएर त्यो हार्यो अनि यता चाहिँ म काम गर्न आएको त्यही हो ल अहिले भेट्नुपर्छ अहिले चाहिँ अनि घरबाट म बाहिर निस्किसकेँ अनि अघिबाट मैले भ्लग बनाएको थिएँ अनि बोलाइदिएँ अनि चाहिँ अहिले पावर हाउस जानु लाग्यो डुल्न सामान लिन मम्मीसँग पस्नु पर्ने हुन्छ के ल्याउने अब गाह्रो पसौँ के हुन्छ भेट्नुपर्छ अहिले चल्दै गयो केटा फेरि निल्छु कति यस्तो छ कि अनि अहिले चाहिँ म फुपूकोमा पनि एकचोटि पस्नु पर्ने हुन्छ के छ काम अब बाहिर के भएको यस्तो अनि मैले लेखेर आएकै अहिले चाहिँ हल्का फुल्का त्यस्तो खास चाहिँ केही त थिएन अनि होमवर्क भयो जस्तो लाग्यो अनि यसो पढेर अनि हेरौँ पढ्न त पढेको छैन के अरे होमवर्क के थियो त्यही गरेर आएको हल्का फुल्का अभ्यास गरेर आएको थियो कि अब जानुपर्ने हुन्छ फेरि माथि अनि आएर अहिले के हुन्छ खाजासाजा खाएर कि अब 6 भइसक्यो यार 6:30 भइसक्यो रहेछ अब सिधै आएर खाना कि अब चाउचाउको के खाइन्छ होला पकाएर खाइहाल्नु म देखाइहाल्छु जसरी मेरो गाइजहरूलाई होइन जसरी म देखाइहाल्ने छु अनि यो चाहिँ मेरो धेरै कति 1 हो कि 2 हप्तापछि 90 दिनपछि खोलिन्छ भनेर थियो अनि ठ्याक्कै हिजो हो कि अस्ति मैले खोलेँ युट्युब च्यानल अनि यसो हेरेको त खोले रहेछ अनि त्योमा मैले एउटा भिडियो चाहिँ अपलोड हालिदिइसकेको छु केटा होइन सपोर्ट देखाउनु पऱ्यो माया देखाउनु पऱ्यो मलाई होइन अरूलाई जस्तो नि मलाई नि माया देखाउनु पऱ्यो त्यही अरू केही भन्दिनँ माथि जाम कसरी युज भयो यार कसरी के भयो त्यो युट्युब च्यानलमा पछिको दिनदेखि हाल्न पाए भए अझै सब्सक्राइबरहरू बढ्थ्यो जस्तो लाग्छ मलाई होइन अब केही छैन अहिले खोलिएको छ कि अब अहिलेबाट हाल्दै जाऊँ बढ्यो घन्टी खनाइरहेछ होइन अनि त्यही हो सबैले काम गर्नुपर्छ नगरी काम पुग्दैन खाना भने जस्तै हो जिन्दगीको रेटोमा त्यही भएर काम चाहिँ गर्नुपर्छ ल अनि अरू चाहिँ केही छैन कस्तो कालो देखाएको त मलाई त फेरि म त गोरु छु नि किन कालो देखाइछौ र अनि कालो देखेर नि के भने त्यो सबै काम ठिक छ अरू केही छैन अनि कसरी मैले त्यो बुझ्न सकिनँ कसरी उस भयो मैले त्यस्तो हुक्का सुक्का खाएको भिडियोहरू अबदेखि नहाल्नु पर्ला होइन म हाल्दिनँ खाँदा नि खाँदिनँ अब हुक्का सुक्का अनि हाल्दा नि हाल्दिनँ त्यही हो त्यति भन्नु छु मैले त्यो खाएको हालेर हो कि होइन त्यो हाल्न त मैले 2 हो कि 3 चोटि हालिसकेँ अलि भन्नुपर्छ म चाहिँ कार्पिङ तेल लिन जानु लाग्यो कार्पिङ तेल भनेको त्यो के उसुरमा फलामहरूमा दल्ने हो केमा त त्यसको तलमा रहेछ त्यही लिन जानु लाग्यो म चाहिँ त्यो कस्तो हुन्छ मलाई थाहा छैन अब देखाइस कस्तो हुन्छ देश त हुन्छ विदेश जस्तो देखिरहेको नेपाली ल्यान्ड ठिकैसँग लाग्छ म त त्यो लिएँ अनि कस्तो हुँदो रहेछ म देखाइहाल्छु अनि भेटौँला हार्डवेयरमा भन्छ अरे हार्डवेयरमा होइन अनि मैले सामान चाहिँ लिएर आइसकेँ अब आफूले खानु पर्छ भइहाल्यो त्यो अर्को चाहिँ कस्तो हुन्छ है पेट्रोल जस्तै हुँदो रहेछ यत्रो सानो बोतलमा हुँदो रहेछ सानो हुन्छ अलिक ठुलै लामो तर अलिक सानो टाइपको बोतलमा हुँदो रहेछ त्यही हो अहिले भेट्नुपर्छ अलिक खाने बेला मैले यस्तो पकाएर खानु थियो अनि कस्तो खान्छु भन्दाखेरि अहिले भन्छु अगाडि एउटा कहाँ फुटबल म्याच पकायो फुटबल म्याच जितेर आएको चाहिँ गाइजहरू गइसक्यो अगाडि मैले भिडियो खिच्नै पाएन यार के हो के भन्नु मैले भिडियो नखिचेको सेट के भयो के हो दादासँग डेन्जर जम्मा होइन यो चाहिँ मैले बाटो भेटाएको अनि कसरी बाटो भेटाएको नि त्यो पुलिस चौकी त्यो गुरुकुल स्कुल साइडको होइन म ट्याक आइरहेको थिएँ होइन किनकि त्यो भ्लग त
अघि यता यता अलि अगाडि गएर हेर्नु हुन्छ होइन। म खासमा लुगा धुन अनि नुहाउन भनेर गएको थिएँ। अनि त्यो अर्को साथी नै आयुष भन्ने साथी नै आयो। भने आउँछु भने अनि आइज भने होइन। अनि म एक्लै जानु भएको थिएँ खासमा। अनि त्यो केही भने त्यस्तो कुरा छोडिदिउँ पछि गरौँ। यो त मैले बाटा भेटाएको पफु कस्तो यसो भनिदिनु होला। म भोसडी यस्तो रियाक्सन दिनु नगेर अलि बिल्ला हुन्छ। एकदम बेस्ट छ। तानेर पनि देखाउँछु म नेटमा। बेस्ट बाटा भेटाएको चिज अलवेज बेस्ट नै हुन्छ होइन। अहिलेसम्म मैले 2 चोटि भेटेँ बाटोमा। अनि एउटा यो मेरो पफ हो मलाई कहाँबाट यस्तो न्यू ब्रान्डेड बाटामा भेट्टाउँछ जस्तो लाग्यो हो। भुसुडीलो क्या समझ त्यो दिमाग लडु भ्यान्चोद लडुवाला दिमाग है क्या भुसुडीवालो त्यही हो। अनि ए रन बिग्री बटी सुन्छ मेरो पैसा मात्र। ए के हुन्छ के म तान्दिनँ यार मलाई। ए पढ्ने रे म यतिखेर के पढ्ने। ए बुक हेर्नु न बुक। ए चुतिए। अनि मैले साथी घर गएको थिएँ होइन। त्यो बाबु चाहिँ अहिले 11 मा होइन। अनि 11 को खासै बुक बोकेर जानु नि त 11 कोले होइन। मलाई बुक त हुन्न होला। हुन त हुन्छ नि बुक किन भने बुक त हुन्छ सबैको हुन्छ होइन। कस्तो सोचेको थिएँ भन्दाखेरि मैले बोकेर जान्न खासै धेरै हुन्न होला होइन। ठुल्ठुलो नि हुन्न होला एकदम त्यसको अगाडि हेरेको त्यो यत्रो बुक थियो एउटा होइन। भुसुडी यो हाम्रो 3-4वटा बुकको बराबर त्यो एउटै बुक थियो। अनि त्यस्तो बुक कतिवटा थियो भन्दा 2टा हो कि एउटा थियो। अनि अर्को बुक यत्रो थियो अरू बुक कति त्यो बिजनेस एकाउन्ट भन्ने फोका हुन्छ कि पढ्यो भने राम्रो हुन्छ होइन। पछि गएर आफूले काम लाग्ने चिजहरू पढेर हुन्छ सरहरूले होइन। मलाई त्यस्तो पढेर राख्यो भने मलाई झ्याउ हुन्छ। के हुन्छ मेरो मुड अफ भइदिन्छ यार। झ्याउ आउँछ कि मलाई। ओए गर्मी भयो यार। मलाई फ्यान पनि दिएन आज घरको ल्याएर के गर्ने होला। घर पे घुस के मारेंगे कप्स को कन्ट्रोल। अहिले यो गीत चाहिँ ट्रेन्डिङमा चलिरहेको छ। एकदम बेस्ट हो। मैले पनि बनाउँछु अब कतै अब फोटो खिच्न गएर एकदम कन्ट्रोल गुरुङ कन्ट्रोल भन्दैमा सिकेको बनाउँछु होइन। भोक लाग्यो भने यही खाइदिनु फ्याट बसिरहेर होइन। फ्याट ग्लासमा अनि यता च्याउछ्याउ साँधेर मुला कट्टा गर्ने। तर मैले खान्न यार त्यस्तो यार। पहिला कहाँ हुँदा पहिला मैले नखाने भने खान्थेँ होइन। अनि तर अहिले खान्न क्या म। त्यस्तो खाएर के फाइदा हुन्छ नि। यो लडु जस्तो चिज खाएर पनि केही फाइदा छैन। त्यही नि मलाई भनेर मैले किनेको धेरै एक दिन हो। अनि एक दिनमै हल्का फुल्का मजा आइरहेको हुन्छ होइन। अनि खाइराख्यो भने बानी बस्यो भने अलिक ठिस हुन्छ जस्तो लागिरहेको किन होइन। त्यही नि म खान्छु मेरो पैसाले किनेको म खान्छु मलाई होइन। ढुक्क खाइदिन्छु। हजुर मम्मीले सुत भन्दै आयो मात्रै। लाइट नमान्नु नि म भिडियो बनाइरहेको छु। भिडियो बनाउनु नदिने घरकोले। त्यसो भनेको त गइदिरा भाइ नि कस्तो हो भाइ। त्यही हो सही हो। अब यो यस्तो राखौँ। मसँग गर्न त्यस्तै हो। स्कुल जाने अब लडा सुन गर्ने बिटे सिटे खाने। बिटे त खान्न म। कसले हान्छ मलाई कसको हान्ने म चाहिँ हात काटेर राखिदिन्छु होइन। थाहा हुन्छ म चाहिँ ल अहिले भेट्नुपर्छ। बाई बाई सी यू टाटा। होइन टाटा कहाँ अहिले हुन्छ बे। अलिकति अझै लामो ब्लग हाल्न लामो ब्लग हाल्छु मैले लामो अनि लामो ब्लग हाल्छु लामो ब्लग हाल्छु। अनि अहिले त्यो आयो भने चाहिँ म एक ठाउँमा फोन अडाएर त्यसको मेरो कुराकानी हुन्छ। म जिताले के गरिस् दिनभरि त कता गइस् लौडु साला स्कुल जानु पर्दैन। त्यो नि कलेज म चाहिँ त्यो स्कुल गएन होइन। त्यो किन स्कुल गर्नुहोस् बाबु भन्नु म डचान्छु हल्का फुल्का।
के भन्दो रहेछ हेर मैले त्यो लाग्दा मलाई डर जाने हाल्छु नि